हेलो गुड मर्निङ सबैजनालाई स्वागत छ हाम्रो युट्युब च्यानलमा। आज धेरै समयपछि एउटा छोटो भिडियो बनाएको। यहाँ चिया खाँदैछु हामी चाहिँ। म यहाँ छ ज्योति बहिनी, हाई भनिदेऊ त। के यो दियो थियो है? ज्योतिले चाहिँ जुस मात्रै पियो, घरमै कफी खाएर आएछ उसले चाहिँ। अनि मैले चाहिँ ब्रेकफास्ट खाइसकेपछि मात्रै भिडियो बनाउनु याद भयो क्या। जहिले पनि यस्तै हुन्छ, बिर्सिजान्छ क्या। अनि गुराँसले चाहिँ यहाँ खाँदैछ ढिलो न ढिलो। गुराँसले चाहिँ दाँत नभएर हो। ए लिपस्टिक जान्छ भनेर पो देखाउ त, देखाउ त, नदेखाउने। ए लिपस्टिक जान्छ भनेर पो ढिलो गऱ्यो। गुराँसले पनि हँसाउँछ। ल मेरो चाहिँ यहाँ कफी छ, गुराँसको यहाँ कोला काउ छ। आज चाहिँ हाम्रो ब्रेकफास्ट टाइम हाम्रो चाहिँ यहाँ हुँदैछ है। गुराँसले चाहिँ यहाँ आसेते टमाटे खाँदैछ। आसेतेको टमाटे। आज गुराँसको पनि छुट्टी, मेरो पनि छुट्टी। अनि हामीले चाहिँ कफी खाएको बाहिर। ज्योति चाहिँ अनि लाज लाग्छ तिमीलाई भिडियोमा बोल्नु? लाज लाग्छ? हाम्रो नयाँ बहिनी हो ज्योति चाहिँ, भर्खर आएको। के को लाज हो? भर्खरको केटीहरू पनि के को बोल्नु लाज भनेको। अनि तिमीलाई चाहिँ अनि स्पेन्ड कस्तो हेर त, लाज लाग्यो तिमीले। यस्तो केटीहरू त फरर बोल्नु भिडियोमा लाज लाग्छ भन्छ। कसलाई भनेको? दिदीलाई भनेको। तिमीलाई लाज लाग्छ? ए लाज लाग्दैन अरे गुराँसलाई त। ल यो लगाउ त। मसँग गरेको पापा अन्त छ त कति छ। ए ल यति नै अब लास्ट। यो पहिला कस्तो एलर्जी भएको छ मलाई, नाकहरू, आँखा नाक चिलाएर यसो झऱ्यो। साह्रो हो। बेबीलाई पनि अलिकति देखाउँ न त भिडियोमा। त मान्दैन हौ, मान्दैन त। तर होस् बच्चाहरूलाई युट्युबमा पनि नराख्नु भन्छ नि त। धेरै भयो लङ भिडियो मैले युट्युबमा हाल्नु नपाएको। के अरे मास भयो हुन्छ त गुराँस त। मलाई पनि पुग्यो त। उते चाहिँ खाऊ ल मान्ताकिया चाहिँ। ल ओके मान्ताकिया त खानुपर्छ आधी गुराँस। जति यति खाइदेऊ न, खेर जान्छ नि। खाऊ न सरी, खाऊ क्या त्यति। म यति खाइदिन्छु। गुराँसले नुन पनि लाग्यो लान। नेचुरल त पाउनु। ए खालि लगाऊ, नुन लगाऊ, मिठो हुन्छ। गुराँस मान्ताकिया खाऊ है। मान्ताकिया खाऊ। कति आज भयो? अनि त दुईटा खान्छ, आज एउटाले लगायो। अनि यो
फ्रेसा हो त ए फ्रेसा फ्रेसा त हो नि त यहाँ हेर न त ए यो चाहिँ फ्रेसा त हो नि यहाँ हेर नि त यो चाहिँ ऊ तर अलिक रातो हुनुपर्ने होइन त्यस्तै हो अलिक रातो हुनुपर्ने गुराँस त साह्रै उसलाई खानु मन छैन अनि के भन्छ गुराँसले अलिक रेड हुनुपर्ने है अब म चाहिँ बिस्तारै खानु पर्यो हामी एउटा उसले अगाउँछ है हेर त कति खाएको मान्छे पनि कस्तो जानु तर यिनीहरूको फेरि लन्च खाँदैन नि एकचोटि हुन्छ एकैचोटि बेलुका खान्छ भोक लाग्यो भने भरे के खान्छ होइन त्यति नै सुप लाग्ने त्यो अब भिडियो पनि लामो हुन्छ हाम्रो च्यानललाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला सी यू इन अनदर भिडियो बाई बाई